बाटोको हालत यस्तो छ खोलाले बाटो जति सबै लगिहाल्यो गाह्रो छ नि सरकार हामीलाई गरी खानु कि मरि जानु भन्छ गाह्रो छ यस्तै छ हो जिन्दगानी दर्पण छाया गन्तव्य गाह्रो छ है बाटो जति खोलाले लगिदिइहाल्यो अस्तिनको 32 घण्टाको 2 दिनको ठुलो वर्षाले गाह्रो छ नि हामीलाई यो चाहिँ हाम्रो 10 नम्बर पुल अहिले बनिरहेको फास्ट ट्र्याकको ठुल्ठुलो पुलहरू निर्माणाधीन अवस्थामा खोलाको अवस्था हाम्रो अवस्था यस्तो बाटोमा अब माथि बिल्डिङ प्लान जाँदैछौँ यो कुरामा के विचार गर्नु हुँदैछ भन्नुहोस् तपाईँको धारणा पोख्नुहोस् ठिकै अब हामीले मिसिन चलाइसकेका छौँ यहाँ अब चाँडोभन्दा चाँडो चाहिँ सुचारू रूपमा चाहिँ यो अस्थायी बाटो बनाउने योजनामा छ त्यहाँदेखि बनाउँदै अब 10 नम्बर पुलसम्म बनाउने योजना छ करिब अब यो बनाउन केही नभए 15 दिन जति लाग्ने सम्भव छ गाह्रो छ हो पानी नै पानीको बिचमा हालत खराब खतरा रूपले पहिरो झरेको छ है यतातिर गाह्रो छ अब लगभग हाम्रो काम सुरु हुनलाई 15 दिनदेखि 20 दिन लाग्छ बाटो बनाउन अनि त्यस पछाडि पुलको कामहरू निरन्तर तरिकाले सुरु हुन्छ खतरा छ नि है हाम्रो पुल 10 नम्बर पुल लगभग लास्ट माथि हाइटमा छ बाटो साटो छैन गाह्रो छ हो साथी हो यस्तो छ यस्तो बाटो हिँडेर जानुपर्छ माथि उस्तै छ गल्ली कतै पानी आएको अवस्था कता जाने कता नजाने भयो अब त यार पानी आएको अवस्था कता जाने कता नजाने भयो यो पानी आउँदैन यता हामी उकालो यताबाट चाहिँ यता आइरा हो हेलो गाइज हाम्रो मिनी भ्लगमा हजुरहरू सबैलाई स्वागत छ फास्ट ट्र्याक भ्लग हो यो चाहिँ अहिले बाटो कन्डिसन र प्लानहरुको कन्डिसन के छ भनेर हेर्न जाँदैछौँ ल दाइ के भन्न चाहनुहुन्छ असिन पसिन भएको छ बुढा गाह्रो छ उकालो हिँड्नलाई अब त त्यस्तै हो मायाले संसार थाम्दैन लास्टमा मेहनतै गरेर खानुपर्छ गाह्रो पो छ त पाइलिङ मसिन नौ नम्बर पुल गाह्रो छ यो हाम्रो 9 नम्बर पुल फिनिसिङ भइसक्यो जोड्न मात्र बाँकी छ
अनि भाइ घर गाह्रो छ हो हैट थकित जिन्दगी हेलो यो हो हाम्रो 9 नम्बर पुल जोडिसकेको छ अहिलेसम्म हालत खराब छ